नमस्कार, हजुर नै हो प्राध्यापक? हो, भरिया चाहिन्छ हजुर? भो पर्दैन, हाम्रो हरि सर अत्यन्त जरुरी कामले बाहिर जानुभयो। प्राध्यापक सर आएपछि यहाँको कुना कुना घुमाइदिनु भन्नुभएको थियो चाटा मिलाएर। हिजोदेखि पर्खिपछि हजुर आउँदै आउनु भएन। हिजो चाहिँ प्लेन क्यान्सल भयो। सामान्य यति हो साहब, यति त म झुन्नाएर बोकिहाल्छु नि चाटा मिलाएर। साहब जाम अब। ल जाउँ। साहब आज यतै बसौँ, मेला पनि छ, राम हेरौँला नि चाटा मिलाएर। उसो भए झन् रमाइलो पनि हेर्न पाइने भयो। जाम साहब जाउँ। ल जाउँ त। साहबले अलि हलुका जुत्ता कपडा ल्याउनु भएको होला नि, नत्र हिँड्न साह्रो हुन्छ है साहब।
बिस्तारै हिँड है, चिप्लेला। साँच्ची हिजोको मेलामा तपाईँ त मुनालाई पो जिस्काउँदै हुनुहुन्थ्यो त। जिस्काउन पो उसलाई जिस्काएको, तर सत्य ध्यान त तिमीमै थियो नि। ए हो र? ए किन यसरी टोलाएर बसे कि? खोलाको कति किनारा हुन्छ भन न? के सोध्या, दुईटा त हुन्छ नि। हामी एक अर्कालाई ज्यादै माया गर्छौँ, तर तिमी र म भनेको खोलाको दुई किनारा हौ। तिमी कसैको पोइ, म कसैको जोइ। धत, सानो कुरामा पनि पिर मान्नुपर्छ त? म के गरौँ त? भोलि अरूले हामीलाई के भन्ला? छाडिदेऊ अरूको कुरा। बिस्तारै दिन बित्दै जाँदा सबैले यस्ता कुरा बिर्सिहाल्छ नि, सबै कुरा मिलिहाल्छ नि। ल जाउँ हिँड। हेर सुनाकली, मान्छे खुसी हुन पहिला मन मिल्नुपर्छ, नत्र त यो लामो जीवन नर्क चाहिँ हुन्छ। यस्ता कुरा गरेर कतै धोका दिने त होइनौ? छलामस्तले नाश गरून्, म धोका दिन्न। कता कता मलाई तपाईँको घर जान अप्ठ्यारो लागिरहेछ। तपाईँको होइन, हाम्रो घर भन न। रूपकला चिनो कुटिसक्यो? कुट्दैछु, सकिएनै। पानी आउन लागिसक्यो, छिटो कुटेर जाऊ। मैले धेरै काम गर्नु छ, म घट्ट गएँ। ए यो पनि त आइछे।
तेरो पोइ त निकै सुनाकलीसँग उठबस गर्छ अरे त। गर्छ होला नि तिम्रै पोइले। थाहा पाउलिस् पछि थाहा पाउलिस्। हुन त हावा नलागी पात हल्लिन्न भन्छन्। गाउँमा सबैतिर हल्ला छ। रुप्सेका बा त त्यस्तो मान्छे हुनुहुन्न। खै लोग्ने मान्छेको के भयो? म घट्ट गएको बेला आएर सुन्नु भएको रहेछ। उठ्नुहोस् न, उठ्नुहोस् न, उठ्नुहोस् न भन्या चिया खान। नरौ सुनाकली नरौ न, त्यसलाई त म ठिक पारिहाल्छु नि। त्यो अलच्छिनी क्या कहाँ कि बिना सत्य झगडा पारेर नरौ न नरौ, म त्यसलाई ठिक गरिहाल्छु। अहिले पख बोरी हामीलाई जिउँदै मारिहाल्यो भने रुप्सेका बा बरु पिस ल्याएर देऊ। तिमीलाई पनि आनन्द होला। थोर सुतुमार 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 रिटेक 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 ठीक मन्जित जो त पहिलो गइछ नि त मसँग रे के त्यो पल्लो गाउँको त्यो उस नि के अरे चन्दखर भन्छ नि उसले लगिहालेछ नि त पारा खोले लग्यो छोड्दिन चल मैले काट्दै छोड्छु मन्जिते तेरी जोइले धर्म छोडिहाली के गर्छ त्यसको पछि लाएर तैँले फर्काए पनि तेरो हुन्न त्यो अब जे हुनु भइहाल्यो मन्जिते होइन आज मेरो जोइ चोर्यो भोलि अरु कसैको जोइ चोर्न सक्छ यसलाई मैले काटेर छोड्छु बाहिर निक्ले आफ्नो गाउँघरको कुरा यस्तो झगडा गर्नु हुँदैन आखिर जसरी नि मिल्नु पर्छ एकै ठाउँमा बस्ने भएपछि भोलि भद्र भलादिमीहरूको बैठक बोलाइदिन्छु त्यसमा तिमीहरूको न्याय सबै छुट्याइदिन्छु ल अहिले जाउँ हिँड जाउँ 25 कहाँ जालास् त कहाँ जालास् मेरो फेला पर्लास् कहाँ जालास् दस तोला सुनको 80,000 भइहाल्यो 5,000 दुधेल तिर्या भइहाल्यो यदि यो कुरा साँचो हो भने 85,000 त दिनुपर्ने भयो नि त चन्द्रखरको बाउको के छ त विचार यसमा के गर्नुहुन्छ यसमा अब ठिकै छ छोराले ल्याइहाल्यो जारी गरिहाल्यो भनौँ है अब उनीहरूको पनि चित्त देखाउनु भएन ठिकै छ अब चाहिने 1,200 सम्मको जारी म चाहिने तिरिदिन्छु मेरो यही छ के अब पञ्चहरूको विचार के कस्तो छ
त्यो हुन सक्दैन त्यहाँ अर्का जे पनि लिने अनि अलि जार किनेर त्यहाँबाट पैसा निकाल्ने त्यो हुन सक्दैन काट हुन्छ देख्नुभयो होइन बस्नुहोस् तपाईँ शान्त भएर बस्नुहोस् हामी तपाईँको पनि कुरा सुन्छौँ भन्नुहोस् उहाँको पनि पहिले कुरा सुनिहालौँ कसरी मिलाउनु पर्ने हो मिलाउँला म मिल्न सक्दैन म त्यसो भए देउताची जाउँ न त देउताले इन्साफ गरला काजी घटालो काजी बा ढिलो भएन घाडी भएन ढिलो बस्यो है तर भनेपछि मलाई सम्झेर आइगयो यस्तो क्या झिम्रो छैन के कमले यस्तो क्या परमेश्वरी अब छोराले चाहिने जारी गरेर जोइ ल्याइहाल्यो अब चाहिने पञ्च कचारी पनि गराइयो त्यहाँ राखियो अब त्यसमा जारी सम्बन्धमा मिलेन अब इन्साफ गरी पाऊँ परमेश्वरी सही सत्य पञ्च कचारी पनि गरेर मलाई सम्झिसकेपछि जिन्सी र नगद गरेर 45,000 तेरो घर पस्ने देखेको छु कसो होला भन्नु क्या देउताबाट आज्ञा भएछ अब यो चोटि एउटा भैँसी पर्यो त्यसपछि 15,000 नगद लैनु भैँसी छ 2,000 रुपियाँ बाँकी 1,000 रुपियाँ फेरुवा 12,000 रुपियाँ चाहिँ गरगहना सुन राखेर 45,000 रुपियाँ जो परमेश्वरी धामीले भन्नुभएको छ त्यही कुरा पुर्याइदिएछ मन्जित्या बा ल तपाईँले पनि बुझाइदिनुहोस् अब गाउँघरको दाइ भाइ जस्तो भएर बस्ने मनमा कलेश नराख्ने हुन्छ जोर ठिकै गर्नुभएको छ मेरो मनमा कलेश छैन अब चित्त बुझ्यो चन्द्रखरको घरमा लापा जस्तो छ तिमी जाँदै गएर च्याट्ट मिलाएर म बिस्तारै आउँछु भेटघाट गरेर भरे छिटै आउनु नि फेरि त्यहीँ बसिराख्यो भनेदेखि फेरि खाउला ओहो चैते ठिकै टाइममा आइपुगेछौ नि ल आऊ बस चन्द्रखरको त दुवै हातमा लड्डु कसो चन्द्रखर मित पनि क्या ठ्याम्म मिलेको च्याट्ट मिलाएर 5 पोइको 1 जोई 2 जोईको 1 पोइ म त लागे अब च्याट्ट मिलाएर भेट भइहाल्यो गएर सापलाई पल्ला गाउँ घुमाउनु छ कान्छी ढल्नु भने एकै बोतल धेरै खानु भने एकै बोतल पैसा छैन भने कति चाहियो ल कान्छी ढोका खोलाउनु भने कहाँ छोडेर जानु ल्यायो बल्ल माया मानिस कान्छीले पनि माया मारी एक्लो भइस भगुन्डे एक्लो भइस ए भाइ झरो ल्याएको सुरर सल्काउँ भट्टीमा जानेर असुरक्षित यौन सम्पर्क राख्ने गरिस् भने तँलाई एचआइभी सर्न सक्छ जाँड खाने पैसाले आफ्नो छोरालाई पढाइ पनि त हुन्छ ए केटा भित्र हाल्दै सधैँ यसरी मेलामा घुमेर मात्र कहाँ पुग्छ र सुनाकली किरा टिपेर सबैसँग पैसा छ कस्तो मस्ती गरिरहेछन् मिर्जुले पनि कर गर्नु भएको छ म भोट जानै पर्छ बरु चाँडै फर्कन्छु पैसा ल्याएपछि हेर न तिमीलाई कसरी सिँगार्छु
यत्रो ठुलो भिड हो मिज्जू, धेरै अप्ठ्यारो पो छ त। भोटको यात्रा साह्रै दुःख छ। अनि यहाँ हजुरको विद्यालयहरू कतिवटा छन्? स्कुल एउटा मात्र छ। अनि गाउँमा कुन रोग चाहिँ बढी लाग्छ होला? खोपी लाग्छ, पेट दुख्ने रोग लाग्छ। तपाईँलाई एड्स रोग भनेको थाहा छ? आहा, कति राम्रो गाउँ। यो गाउँको नाम के हो मिज्जू? मिज्जू काककोट हो, काककोट। कस्तो रमाइलो रहेछ। गाउँ त ढुङ्गै ढुङ्गाको डरलाग्दो ठाउँमा पो छ त। जसको घरमा पुरानो दाउरा हुन्छ मिज्जू, त्यो धानी हुन्छ। बाजेको पालाको दाउरा अहिले नातिले पाल्छ। होइन, दिनभरि हिँड्दा पनि न त घर देखिन्छ न त मान्छे नै। जता हेरे पनि पहाडै पहाड मात्रै। बिकर भनेको यस्तै त हो नि, होइन र साहब? हामी हिँडेको कति दिन भयो? आज 4 दिन भयो साहब। लाक्पा र चन्द्रखर टसीतले दुवै बिच रमाइला छन्। एकजनालाई त देखिया चाहिँ लाग्छ। मेलामा देखे हो साहब, चट्ट मिलाएर। तपाईहरू पनि भोटतिर जान लाग्नु भएको हो? हो, हामी पनि जाने हो, सँगै जाम। तपाईहरू पनि जाने, हामी पनि जाने, सँगै जाउँला नि। अब त साथी पनि पाइयो। बोटे चिया खानु पर्छ, खुब जाडो हुन्छ नि। सबै ठाउँमा एकै किसिमको कहाँ हुन्छ र साहब? भोटमा त जाडो हुन्छ नि धेरै, चट्ट मिलाएर। हामी जान्छु, तपाईहरू छिटै आउनु होला। बिस्तारै आउँदै गर्नुहोस् है। हामी पनि थकाइ मारेर आउँछौँ, जाँदै गरौँ। नमस्ते। पानी परेको साथी धुप भयो। नमस्ते 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 टसीतले। अहिले कहाँबाट आएको? आज चाहिँ यो तेराङबाट आएको। बाटोमा साह्रै दुःख भयो। बहुपति प्रथा अथवा एउटा महिलाको एकभन्दा बढी श्रीमान हुने चलन अझै पनि भोट क्षेत्रमा पाइन्छ। परिवारमा दाजुले विवाह गरे पुग्छ। व्यापारका लागि टाढा टाढा जाँदा 6-7 महिनामा मात्र घर फर्कन्छन्। त्यसै कारणले गर्दा पालो मिलाएर एउटा श्रीमानले घर हेर्ने अनि अरू व्यापारमा जाँदा रहेछन्। नमस्ते, हामीहरू जिल्ला स्वास्थ्य कार्यालयबाट आएका हौँ। हामी तपाईहरूलाई HIV एड्स रोगबारे केही बताउँदैछौँ। यो रोग मुख्य गरी 4वटा माध्यमबाट सर्न सक्छ। पहिलो, कन्डमको सही प्रयोग बिना जथाभावी यौन सम्पर्क गरेमा। दोस्रो, HIV एड्स लागेको रोगीको रगत लिएमा। तेस्रो, HIV एड्स लागेको आमाबाट जन्मेको बच्चामा यो रोग सर्न सक्छ। चौथो चाहिँ चिरफारका औजारहरू राम्रोसँग निर्मलीकरण नगरी प्रयोग गरेमा यो रोग सर्न सक्छ। तर
हात मिलाउँदा, सँगै बस्दा, सँगै खाँदा तथा लामखुट्टेले टोक्दा यो रोग सर्दैन। नमस्ते नमस्ते, सन्चै हुनुहुन्छ? नमस्ते। सामानहरु यतै राख्नु होला। ओहो, बसौँ साहब बसौँ। ओहो, कस्तो राम्रो हिमाल देखिएको, आहा। मैले त खाँदैन यो। जिउ दुखेको त सन्चो हुन्छ नि साहब, चट्ट मिलाएर। भाइले भोलि घर मिलाइहाल्छ। सरहरू धोतिर जानु होला। मेज्यू, हामी खाना खाएर किरा टिप्न जान्छौँ। भइहाल्यो। यसपालि धेरै कम किरा भएछ, पाउनै गाह्रो। होइन, किन यस्तो अप्ठ्यारो भएको? धमिलो धमिलो पो देखिन्छ। Meju, bukosum. Rongbo. Meju. 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 Meju.
लाक्पाजी तपाईँको मिज्यूलाई जति सक्दो छिटो अस्पताल लैजानुहोस्। दिएको औषधि खुवाउन नछोड्नुहोस् है। ओ त खाले तागो boyak po दिजो घोङ फुक्यो मारे ता रेल 50 मप्चु मप्चु त दि मारे हङ्क्यो मारे त त दिजो बाउ खुक्यो मारे ता Что буду делать, Ваня? Эй! Что я буду делать, Ваня? Если что я буду делать, Ваня? Сейчас иди, ага. Сейчас иди, сейчас иди. कति राम्रो ठाउँ। सुनाकलीलाई यो ठाउँ देखाउन पाए कति रमाउँथे होली। पानी खेल्न भनेपछि हुरुक्कै हुन्छ। अहिले के गर्दै होली? सुनाकली, सुनाकली, यो ताल कति सुन्दर छ है। म भन्दा पनि सुन्दर। मिजु 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 के गरी बसेको एक्लै तालमा? चन्द्रखर, तिमीलाई सन्चो छैन रे। झरीमा भिजे झन रोगले च्याप्छ। ल, धेरै पो रुजिसकेछौ त। फेरि बिमारी मान्छेले धेरै सोच्नु पनि हुन्न के? जाउँ जाउँ, खुब भिज्यो। रुगा खोकीको पो डर भयो। कसो त लाप्पा चट्ट मिलाएर। के को डर?
एक बोतल क्यारक रोक्सी खायो भने त खोकीको भाउले पनि सुन्दैन। भेट्नु लेखा रहेछ, झरी परेको पनि ठिकै भयो। लाक्पाजी 3 दिन जति त किरा टिप्नु भयो होला नि हैन? झन्डै 1 केजी जति दियो, लाग्यो जोरले। हेर्नुहोस् लाक्पाजी, धनको खेल भनेको यस्तै हो। त्यसलाई कहाँ छोड्छु म? छोडिदिनुहोस् लाक्पाजी। सधैँभरि मान्छेको भारी बोकेर साध्य हुँदैन। फेरि तिम पनि बिरामी होलाउने चट्ट मिलाएर। हामी पनि फर्कनै लागेको। पैसाको चिन्ता गर्नु पर्दैन, बरु चाहिँ एकजना भरिया चाहिँ खोजौँ। एउटा सच्चा मितले गर्ने काम गर्नुभयो तपाईँले। हामीले कसरी प्रशंसा गर्ने लाक्पाजी? तपाईँ धन्य हुनुहुन्छ, धन्य हुनुहुन्छ। त्यसलाई कहाँ छोड्छु म फर्केपछि? चोरिएको धनलाई बिर्सिदिनुहोस् लाक्पाजी, हामी छौँ, ढुक्क हुनुहोस्। यहाँको आलु त खुब मिठो हुन्छ। म त भोटको आलु र भोटे चिया भनेपछि त हुरुक्कै मजाले खाऊ चन्द्रखर। साउनी चिया थपिदिनुहोस् त हाम्रो चन्द्रखरलाई। बस्ती त पातले देखिन्छ, तर उब्जनी भने धेरै हुँदो रहेछ। रिखे गाउँ हो साहब, बिस्तारै हिँडौँ। आज साङ्टा पुगे हुन्छ, बास त्यहीँ बस्छौँ। भोलि त पुगिहाल्छौँ नि साहब, चट्ट मिलाएर। एकछिन यहाँ बुझ्दै गर्नु, हामी भित्र गएर आउँछौँ। चन्द्रखरजी, तपाईँलाई के समस्या छ सुनाउ न। मलाई पखाला लागेको धेरै भयो। खोकी लाग्ने छ कि छैन? खोकी पनि लागिरहेछ। अनि ज्वरो पनि आइरहेको छ कि छैन? ज्वरो त लगातार आएको आइछ। कुन बेला बढी आउँछ? साँझ पख बढी आउँछ। चन्द्रखरजी, तपाईँको एउटा सानो जाँच गर्नुपर्छ। तपाईँ 103 नम्बर कोठामा जानुहोस् है। हुन्छ सर। तपाईँ जाँदै गर्नुहोस्, म एकछिनमा आउँछु।
यसको रिपोर्ट लिनलाई बुधबार आउनु। यस्तै विकट क्षेत्रमा यौन रोग तथा HIV एड्स बारे अध्ययन अनुसन्धान गर्दैछु मैले। रोग, भोग, अशिक्षा, अभाव र अज्ञानता यहाँ पनि छ। झन् त्यसमा पनि एड्सको दृष्टिकोणबाट जोखिमपूर्ण सामाजिक तथा सांस्कृतिक व्यवहारहरूको अभ्यास एकदमै डरलाग्दो रूपमा भइरहेको छ। बाबु को हो भनेर थाहा नहुने नेलु समस्या असुरक्षित यौन सम्पर्कको परिणाम नै हो। त्यस्तै गोठ बस्ने चलन वा छोटी प्रथामा पनि असुरक्षित यौन सम्पर्कको ठूलो खतरा रहेको छ। त्यसरी नै बहुपति प्रथा पनि कम खतरामुक्त छैन। परम्परागत रूपमा हुँदै आइरहेको शल्यक्रियामा पनि औजारको सही निर्मलीकरण नगरिनु ज्यादै खतरापूर्ण छ। त्यस्तै जाग्ने पेशा, मौसमी बसाइसराई, हिमाल पारीको व्यापार र यार्सा कुम्बा व्यापारमा पनि असुरक्षित यौन सम्पर्क हुन सक्ने भएकोले ठुलो डर र त्रास पैदा भएको छ। यौन रोग ज्यादै बढी पाइन्छ यहाँ। पोहोर साल यहाँ 2 जनामा HIV पोजिटिभ देखा परेपछि केन्द्रले जाँच्ने सुविधा पनि जुटाइदिएको छ। खास गरी किरा टिप्ने समयमा बाहिरी देह व्यापारीबाट सरेको हुन सक्ने हाम्रो अनुमान छ। प्राध्यापकज्यूको कुराले त मेरो आँखै खोल्यो। डढेलो सल्किसकेछ डाक्टर साहब। यसलाई फैलनबाट रोक्नुपर्छ हामीले। जोखिमपूर्ण सांस्कृतिक व्यवहार, त्यसमा पनि आधुनिकीकरण र बाहिरी अनुचित प्रभावले समस्या झन् गम्भीर बन्दै गइरहेको छ। हो, प्राध्यापकज्यूले ठिक भन्नुभयो। यति सानो ठाउँमा त यतिका सामाजिक जोखिमपूर्ण व्यवहारहरू छन् भने राष्ट्रभरि झन् संसारैभरि कति धेरै होलान्। वास्तवमा HIV एड्स रोकथाम गर्नको लागि त्यस्ता जोखिमपूर्ण सामाजिक व्यवहारहरूलाई पनि समयमा नै सोच्नुपर्ने भएको छ। म मर्न चाहन्छु। मलाई धेरै बाँच्ने रहर छैन सर। धत, त्यस्तो कुरा पनि गर्नुहुन्छ? चन्द्रखर, तिम्रो शरीरलाई मात्र रोग लागेको छ, तर तिम्रो भावनालाई रोग लागेको छैन। तिमीले सानो मन गर्नै हुँदैन। फेरि HIV एड्स लाग्दैमा तुरन्तै मर्ने पनि होइन। यो त्यस्तो रोग हो। स्वास्थ्यको राम्रो ख्याल गर्ने, राम्रो सोचाइ राख्ने गर्नुपर्दछ। HIV एड्स लागेकाहरू पनि लामो समयसम्म बाँचेका छन्। अहिले चन्द्रखर अत्यन्तै निराश छ। यस्तो परिस्थितिमा जो सुकेको पनि यस्तै हाल हुन्छ। तर मैले बुझेको चन्द्रखरमा ठुलो आत्मबल छ। उसलाई यति बेला उचित परामर्शको खाँचो छ। अब यो ठाउँमा प्रभावकारी ढङ्गबाट चेतनामूलक कार्यक्रमहरू छिट्टोभन्दा छिट्टो सुरु गर्नुपर्दछ, जसलाई गाउँ गाउँमा पुर्याउनु पर्दछ र हरेक युवाहरूलाई समेट्नु पर्दछ। एड्स विरुद्ध अभियानको लहर ल्याउनुपर्छ, अनि मात्र केही हुन सक्छ। र यसको सुरुवात चन्द्रखरबाटै गर्नुपर्छ। चन्द्रखरबाटै।
ए चन्द्रखर, तिमी कहाँ गयो भनेको? यहाँ आएर के झोक्राएर बसेको? कहाँ कहाँ खोजेँ मैले चाहिँ? चन्द्रखर, जे नहुनु थियो त्यही भइहाल्यो। तिमीले समाजमा केही गर्न सक्छौ। अझै तिमीमा युवा शक्ति बाँकी नै छ। यसरी चिन्ता गर्नु हुँदैन चन्द्रखर। बरु तिमीले आफू जस्तो एड्सबाट अरू नबिग्रिन् भनेर गाउँ गाउँमा चेतना फैलाउनुपर्छ। मान्छेको ठुलो शत्रु HIV एड्स विरुद्ध लाग्नुपर्छ। HIV एड्स रोगीले पनि समाजमा केही गरेर देखाउन सक्छ भन्ने उदाहरण बन्नुपर्छ। तिमीलाई यस कार्यका लागि डाक्टर साहबले पनि सहयोग गर्छु भन्नुभएको छ। म पनि सहयोग गर्छु र थुप्रै सङ्घ संस्थाहरूले पनि अवश्य सहयोग गर्नेछन्। मृत्यु सबको निश्चित छ, तर ढिलो चाँडो मात्र हो। चन्द्रखर, तिमीले आफूलाई समाज सेवामा लगाऊ। यसले तिमीलाई ठुलो आत्मसन्तुष्टि दिनेछ। एउटा गीत रोजेको छु मैले। नारायण गोपालको सङ्गीत छ, नारायण गोपाल र तारादेवीको स्वर। जाँदैन बाचा खेर पर्खाले नआउला। ओहो चन्द्रहर, के छ हाल खबर? तिमी त गाउँमा आउनै छाड्यौ। के हो खै, यतैतिर बस्ने विचार जस्तो छ नि? मलाई आफ्नै समस्याहरूले गर्दा म आजभोलि यतैतिर छु। गाउँतिर जान पाएको छैन। यो पढ है, केही ल्याउन त हेर। थाहा होस्। ओहो काइला, खोर्सानी त निकै फला रहेछ नि। हजुर फलेको छ। अब पहिला मैले मेहनत गरेको थिएँ, अहिले राम्रो फलेको छ। ए त्यसैले होला। अनि बजारबाट कहिले आयौ त नि? हिजो आएको बजारबाट म। गणेशसँग भेट भएको थियो। चन्द्रखरले त पर्चा बाँड्दै हिँड्दो रहेछ। उसैले बतायो चन्द्रखरलाई त एड्स लाग्यो। चन्द्रखर, मेरो हातबाट मर्थिस्, तर अब आफै मर्ने भइस्। बल्ल स्वाद आउने भयो। बाबु, छोरा किन घर आउन नमाने रहेछ? अनि के रोग लागिरहेछ बाबु त्यसलाई? मिजुलाई दो डरलाग्दो रोग एड्स लागेछ। हे छोरा, तैँले के गरिस् यस्तो? हाम्रो त कुलै नाश हुने भयो। हे दैव, किन हाम्रो सर्वस्व हरण गर्यो? दुईवटी बुहारी, दुईवटा नातिनीहरू कसले रेखदेख गर्ने? बहिनीको अझै बिहे भएको छैन। म बुढो बाउ के गर्न सक्छु? हे प्रभु, कस्तो आपत आइलाग्यो। आमा
ओ आमा हाम्रो गाउँमा त नराम्रो हुन लागेछ रे हो होइन के भयो र चन्द्रखरलाई त विदेशी रोग लागेछ अरे के त्यस्तोले नलाएर कस्तोले लाग्छ त केटी भुन्यो र झिगर जस्तै टालिने रहेछ नि त्यसको त दबाई पनि पाइँदैन अरे न तिमीको जिन्दगी अनि बर्बाद भयो हेर हेर यता आउँदैछ एड्स लागेछ रे त्यसलाई त यसलाई त घट्टै पिस्न दिनुहुन्न हामीलाई रोग सार्छ अहिले यसमै मर्नु छ र कस्तो नचाहिने कुरा गर्नु भएको सँगै घट्टा पिस्दैमा एड्स सर्दैन नि हाम्रो स्वयंसेविकाको तालिममा डाक्टर साहबले भन्नुभएको थियो अहिलेसम्म एचआईभी एड्सलाई देह व्यापार लागु पदार्थ दुर्व्यसनी र ड्राइभरहरू जस्तासँग मात्र जोडिएर हेर्ने गरिएको छ र सबैको ध्यान त्यतै छ तर अब यता पनि तान्नु पर्छ हामीले सर नमस्कार नमस्ते नमस्कार सर म उता गाउँतिर जान लागेको सरहरूलाई देखेर यहाँ पसेँ चन्द्रखरजी चिया खाउँ है नै खान्न सर चन्द्रखरजी तपाईँको काम ज्यादै राम्रो छ हामी ज्यादै खुसी छौँ तपाईँको यो कामलाई गाउँसम्म पनि पुर्याउनु पर्यो अनि तपाईँले घर परिवारलाई पनि सोच्नु पर्यो होइन र घरमा जहान केटाकेटीहरू तिम्रो चिन्ता गरी बसिरहेका होलान् डाक्टर साहब र म एउटा कार्यक्रम लिएर तिम्रै गाउँ जाँदैछौँ हामी सँगै जानुपर्छ है हामी भोलि बिहानै निस्कन्छौँ अलक्षिनी फेरि यसको खाप्चो देख्नु पर्यो हाम्रो घरबारै बर्बाद बनाइ मर्न नसके कि यही जम्किने हो घरमा रोग भित्राउने यसलाई त कहाँ छोड्छु र दाउरे दाउरा ल्याएर ए सुनाकली सुनाकली के सोचिरहेकी चन्द्रखरलाई एड्स लागेपछि त तँलाई नलाग्ने कुरै छैन एड्सको शिकार भइस् त
कस्तो डरलाग्दो सपना। हे त्रिपुरामाई, हाम्रो रक्षा गर। म भोलि नै गाउँ फर्कन्छु। सुनाकली कति पर्खेर बसेकी होली। म आउँछु सुनाकली, म आउँछु। म भोलि नै आउँछु। डाक्टर साहबहरू त गाउँ पुगिसक्नु भयो होला। किरा टिपेर अहिले के फर्के होलान् रनेर हर्के। तिनीहरूकै सङ्गतले गर्दा त असुरक्षित यौन सम्पर्कको कुलतमा फसे म। हजुरहरूले छोरालाई चाहिँ माया गर्नुपर्छ, सहयोग गर्नुपर्छ, जसले गर्दा ऊ लामो समयसम्म बाँच्न सक्छ। हामीबाट उसलाई पुरा सहयोग हुनेछ हजुर। चन्द्रखर समझदार छ। साथीसँगको लहैमा लागेर नै आज यस्तो भयो। चन्द्रखरलाई एड्स ला, यसलाई पनि सरे होला नि त। कोक्टा खाना गएकी बुढी झोलमा डुबेर मरिस, त्यसलाई कहिले पोल्न जाने भनेको थियो। सानो चित्त नगर छोरा, तेरो लागि हामीहरू छौँ सहयोग गर्ने। चित्त दुखाउनुहुन्न बाबु। दशा लागेको बेला 10 थुक हुन्छ भन्छन्। बुहारीलाई पनि सुनाकली, तिमीलाई त्यहीँ आएर भेट्न मन छ। तर सासूसँग कसरी मुख देखाउँ? ज्यादै दुखी छु सुनाकली, ज्यादै दुखी छु। हुन त तिमीलाई दिने सुख पनि छैन मसँग। अब हाम्रो सुख भनेको HIV एड्स विरुद्ध अभियानको सफलतामा मात्र छ। तिमीले मलाई यस कार्यमा साथ दिनेछौ भन्ने ठूलो विश्वास छ सुनाकली, ठूलो विश्वास छ। यिनीहरूलाई यस गाउँमा होइन उतो पारी डाँडाको गोठमा लगाएर राख्नुपर्छ। उहाँले भनेको कुरा ठिक हो। यस्तालाई चाहिँ समाजमा राख्नुहुन्न। यस्तालाई चाहिँ त्यहाँबाट हटाउनै पर्छ। सकभर त यस्तालाई मार्नै पर्छ। उहाँले भनेको कुरो ठिक हो। निकाल्नै पर्छ, राख्नुहुन्न। ल दाजुभाइ यता सुन्नुहोस्। अब चन्द्रखरसँग तपाईँ हामी सँगै बस्यौँ, सँगै हुर्क्यौँ। सँगै बसेको मान्छेलाई अहिले आपद पर्दा झन् डाँडै कटाउनु भने कहाँको धर्म हो यो? उहाँले गर्नुभएको कुरा त मलाई पनि चित्त बुझ्यो।
किनभने चन्द्रखरका लोग्ने सस्नेले कमसेकम आफूले गरे गल्ती त हाम्रो अगाडि आइकन हामीले यो गल्ती गरेका छौँ, ल हामीसँग यो रोग छ भनेको छ। यो नै ठुलो कुरा हो। एड्स रोग भनेको अब साझा समस्याको रूपमा आइसकेको छ। हामीहरू सावधान हुनुपर्छ। अहिले यहाँ प्रोफेसर र डाक्टर साहबहरू सचेतना कार्यक्रम लिएर आउनु भएको छ। सक्दो मद्दत गर्नुपर्छ। चन्द्रखरको परिवारलाई गाउँबाट लखेड्ने काम भने गर्नु हुँदैन। म यही तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। आजको भेला यहीँ सकौँ। हवस् त। साथी हो, यो एड्स रोगी हो। हामीले यसलाई गाउँ बस्ने दिनुहुन्न, बुझ्यौ? होइन, के गर्दै हुनुहुन्छ यस्तो? आज चन्द्रखरलाई ढुङ्गाले हान्दै हुनुहुन्छ, भोलि उहाँलाई पनि हान्नु पर्ने हुन सक्छ, पर्सि उहाँलाई पनि हान्नु पर्ने हुन सक्छ। एक दिन यस्तो पनि हुन सक्छ ढुङ्गा हान्ने व्यक्ति कोही पनि नबच्न सक्छ। चन्द्रखरलाई हेर्नुहोस्, आज ऊ पश्चाताप गरिरहेछ। आफूले जस्तो गल्ती अरूले नगरोस् भनेर ऊ सबैलाई झकझक्याउँदै घर घरमा पुगिरहेको छ। उता हेर्नुहोस् प्रोफेसरज्यूलाई, तपाईहरूले घृणा गरेको व्यक्तिलाई माया गरेर सहयोग गरेर कति टाढाबाट यहाँसम्म ल्याउनु भएको छ। उहाँ यस ठाउँको नभए पनि उहाँले मानव धर्म पुरा गर्नुभएको छ। तपाईहरू आफ्नै गाउँ आफ्नै ठाउँको भएर पनि कति सजिलै घृणा गर्न सक्नुहुन्छ। यही हो तपाईँको मानवता, यही हो तपाईँहरूको परम्परा। उहाँहरूलाई हेर्नुहोस्, उहाँहरू सबैलाई सचेत पार्न लागिराख्नु भएको छ। उहाँहरूको कुरा तपाईँहरूले कहिले सुन्नु भएको छ? अब सोध्नुहोस् प्रोफेसरज्यूलाई, तपाईँहरू कति खतरामा बाँचिरहनु भएको छ। सबैको मृत्यु निश्चित छ, चाहे त्यो एड्सको रोगी होस् या निरोगी। तर एड्सको महामारी फैलियो भने अकालमै धेरैको ज्यान जान सक्छ। अत्यन्तै खतरापूर्ण वातावरणमा हुनुहुन्छ तपाईँहरू। चन्द्रखर मात्र होइन, भोलि धेरैको यही हाल हुन सक्छ। त्यसैले सबै समयमा नै सचेत हुन जरुरी छ। तपाईँहरूको अलिकति सहयोग भयो भने चन्द्रखरले यो समाजमा केही गर्न सक्छ। अब भन्नुहोस्, चन्द्रखर जस्तो रोगीलाई संवेदनहीन बन्दै ढुङ्गाले हिर्काउने कि एचआईभी एड्स रोगीलाई पनि असल व्यवहार गरी सामाजिक चेतना फैलाई समाजलाई एड्स मुक्त पार्ने? हामीले एड्स रोगीलाई घृणा गर्यौं भने उनीहरूले रोगलाई लुकाएर राख्नेछन्, जसले गर्दा एचआईभी एड्स रोग हामीले थाहै नपाइकन भित्रभित्रै सर्न सक्नेछ। ओहो, एड्स रोगको कारणले चन्द्रखर मात्र मर्दो रहेनछ, हामी पनि मर्न सक्दो रहेछौँ। यो त समाजको महाशत्रु रहेछ। अब यो रोगको विरुद्ध हामी लड्छौँ। एड्स विरुद्धको अभियानमा हामी पनि लाग्छौँ। हामी पनि साथ दिन्छौँ। च्याट्ट मिलाएर हामी सबै लाग्छौँ। हामी पनि साथ दिनेछौँ।